ल हामी चाहिँ यो गुर्जुङको लज रेस्टुरेन्टमा खाना खायौं। अब छुमरुङको यात्रा गर्नेछु। खाना खाएर चाहिँ गुर्जुङमा यहाँ दिदीले मिठो खाना लाउनु भयो, दाइले गुर्जुङको यो यहाँ लोकल अर्गानिक घिउ र भात खायौं। यहाँबाट चाहिँ भ्यूहरू हेर्नु पर्दाखेरि यसरी देख्न सक्नुहुन्छ तपाईहरुले। यो गुर्जुङ गाउँ हो त माथि देखेको टाढा पानी, अनि यता माथि देखेको किमुई डाँडा, यहाँ किमुई डाँडाको होटलहरू यो। अब हामी यहाँबाट गुर्जुङ लजबाट चाहिँ छुमरुङ लागे।